प्रचण्डलाई प्रश्न सोध्न खोज्दा 2 दिनभित्र पत्रकार सहित 2 जना कुटिए। जनतासँग प्रत्यक्ष संवादमा रहने भन्दै अभियान चलाइरहेका प्रचण्ड प्रश्नबाट भाग्ने मात्रै होइन, असनको साँडे जस्तै प्रश्नकर्तालाई ठोक्दै हिँडेका छन्। आइतबार प्रज्ञा भवनमा आयोजित वाइसिएलको कार्यक्रममा रिपोर्टिङका लागि पुगेका थिए पत्रकार सुरज खड्का। सो कार्यक्रममा प्रचण्ड आउने क्रममा उनले प्रश्न सोध्न खोजेका थिए, तर प्रचण्डले फर्केर गाली गर्दै यो प्रश्न सोध्ने टाइम हो भन्दै गाली गरे। गाली नसकिँदै वाइसेल नाम गरेका प्रचण्डका पाली पोषित गुरिल्ला उनीमाथि खनिए। उनलाई झ्यापझुप पारेर एउटा कोठाभित्र लगेर थुनेसँगै 20-25 जना बुस्तिग्रेले कुटे। कसैले टाउकोमा मुक्का हाने, कसैले ढाडमा लात्ती हाने। अन्त्यमा उनको मोबाइल पनि लुटेर लगे। चमेरोलाई महलमा ल्याएर राखे पनि सुत्ने त उल्टो मुखी झुन्डेरै हो। माओवादीलाई जङ्गलबाट फकाएर ल्याएको 20 वर्ष हुन लाग्यो, अझै जङ्गली स्वभाव नै छ। एकपटकको आतंककारी सधैँको आतंककारी हो भन्ने भाष्य जनतामा बनाए।